बच्चालाई पक्रेर हिँड्छ पचाइयो देहो हेलो 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 केटाकेटी कहाँको हो अम्मा हामी चाहिँ यहाँ रमाइलो पेडा पसल काने पोखरी आएको छौँ पेडा खानलाई विराटनगरदेखि होइन त ल हेर्नुहोस् यहाँ काने पोखरीको अर्गानिक कुराउने वाउ कस्तो दामी हामी चाहिँ यही खाना आएको विराटनगरदेखि आएर कुराउने काने पोखरीमा कुराउने सब खाना बेच्छ हेलो हेलो कुराउने कस्तो छ मिठो छ मिठो प्योर 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 काने पोखरीको प्योर कुरा चाहिँ कुराउने खाना निस्क्यौँ अनि कहाँ अब हामी अनि यहाँ चटपटे खाना आयौँ काने पोखरीको चटपटे मिठो 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 हुन्छ भनेर भाइरल चटपटे खाना आएको हामी पनि विराटनगरदेखि चटपटे मिठो 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 हुन्छ भनेर आएको है हामी ल पिरो पिरो हामी चाहिँ चटपटे खाना रेडी यहाँको चटपटे काने पोखरीको चटपटे हामी खाना रेडी ल फाइनली हामी चाहिँ चटपटे खाएर अब काने पोखरीबाट अब हामी जानेछौँ अर्को स्टेसन कहाँ हो हाम्रो बाबु अर्को स्टेसन हाम्रो कहाँ हो अब हेलो हाम्रो चाहिँ नेक्स्ट स्टेसन चाहिँ हामी चाहिँ यहाँ आइसकेका छौँ यो भनेको पत्रीबाट थोरै भित्र यस्तो राम्रो ठाउँ रहेछ यहाँनिर यहाँ चाहिँ कुखुराको सेकुवा पाउँदो रहेछ पोहोर खानलाई पोहोरको सेकुवा पनि पाउँछ हामी आएको ठाउँ चाहिँ यस्तो राम्रो साह्रै राम्रो गार्डनहरू पनि टक्क यो चाहिँ पत्रीबाट थोरै भित्र छोरीको चिप्स खाइदियो मान्छेहरूले कस्तो राम्रो ठाउँ रहेछ यहाँनिर गाइज हामी चाहिँ यहाँ फाइनली आइसक्यौँ हाम्रो चाहिँ नेक्स्ट स्टेसन भनेको पत्रीबाट भित्र हामी चाहिँ सेकुवा खान आएको कस्तो राम्रो एरिया रहेछ यहाँनिर चाहिँ कस्तो राम्रो ठाउँ नि शान्त आनन्द जङ्गलभित्र राम्रो रहेछ सुरुमा चटपटे आयो कोक पनि आएको छ यहाँ कोक हाल्दै होइसिन्छ हामी चाहिँ भेजिटेरियन पऱ्यौँ कि त्यही कोक आएको छौँ हाम्रो आज पार्टी फ्यामिली पार्टी एउटा यहाँको लोकल ब्रोइलर कुखुरा के हो यो